बस्तुलाई घाँस पनि काटेको छैन। मैले खाना बनाउनु कि बस्तुलाई हेर्नु कस्तो सुनेको नसुनेको के घाम पाना माथि आइसक्यो भनेको। हुन कति साह्रो गान गरेको राम्रोसँग सुन्नु पनि दिँदैन। के भएको छ तिमीलाई? तिम्रो काम सबै आफू गरिहाल न। खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने, गाई बाछुले घाँस काट्ने सबै तिम्रो काम गरेन। कस्तो राम्रोसँग दिँदैन। यति मिठो निन्द्रा सपना देखेको थियो। ओइ सबै घरको काम महिलाको भने तिम्रो चाहिँ के त? अस्ति थुपारेको थियो होला बोरा बोरा चामल पकाउनु पर्दैन। बाटु हुँदो रहेछ। हेर त म ती फिस्केको। राम्रोसँग नि सुन्नु दिँदैन। गान गान किच गर्छ। तिम्रो काम सबै गर्न आफ्नो आफ्नो धेर मुख थुतुनु नभन्छ हो। फेरि पछि बाँचेको मलाई मन पर्दैन नि। हो त्यसो हो लुगा च्याट्न त मेरो मुख। फेरि पाठो न। तिमीले ह? तिमी नगर। मलाई नगर शब्द छ। मैले तिमीले जे भन्यो त्यही काम गर्नुपर्ने। थपक्क यो डोको लिएर घाँस काट्नु जाऊ। मसँग किचकिच नगर यहाँ। ले ले मैले तेरो घाँस काट्ने घाँस काट्ने मैले घाँस म काम साफ गर्दिनँ। तँ तेरो काम हो। म हिँड्ने भातीतिर हिँड्छु। भरे छैन मेरो पर आउला तिमीलाई मैले जानेको होला। सबै एन्टीलाई डाइरहेको के? जे पाइ जे गर्न पाउँछ। चामलको धुमै खाना बनाएर दिँदा पनि नखानेलाई के गर्नु त? झन् भने साथीको घरमा खाइन्छ आज। ए हो तेरो महाराज साथीले तँलाई खाना पकाएर दिन्छ अनि दिन्छ होइन त तँलाई? म गएँ स्कुल। सुन बहिनी पानी लिएर आउने बेला भएको छ। बहिनीलाई स्कुल छोडेर त बोर्डिङ स्कुल जा। सुनिस् कि नै? त्यसलाई डराइहिँड्छु म। त्यो किन जानु पर्यो स्कुल? ल हेर त ल हेर। सरकारी स्कुलमा पढ्ने विद्यार्थी एक दुई दिन जाँदा पनि हुन्छ। एक दुई पटक जाँदा नि हुन्छ। किन जानु पर्यो त्यो? छोरी मान्छे पढ्नु हुँदैन रे। हेर त जस्तो बाउ त्यस्तै छोरा। बाउ कतिरो भएको छोरा पनि कतिरो हुन्छ। त्यहाँ थाल्छा धुनु लाउनु, त्यहाँ घाँस काट्नु बनाउनु। म गएँ स्कुल। 10 कक्षामा पढ्ने मान्छे महिला र लोग्ने मान्छे छुटाउने भइसैन त अहिले राख तँलाई। तेरो म ढाँस खुस्न दिन्छु नि फेरि। ए छोरी आइपुगेको पानी लिएर? हजुर आमा बस बस खाना खानुलाई बस्नु छिटो दाइ गइसक्यो। आमा दाइले किन बोर्डिङ स्कुल मलाई चाहिँ सरकारी स्कुल पढाउनु हो? यहाँ पिर परेको बेला के नभन न। छोरी मान्छेको जात भनेको अर्काको घर पोत्ने हो। पढ्दा नि हुन्छ नपढ्दा नि हुन्छ। तिम्रो बाउले धन्न स्कुल पढायो भन न। थपक्क खाना खाएर स्कुल जाऊ। यहाँ किचकिच नगर। ए सुन भाँडा माझेर जाऊ नि त्यहाँ। भना ढिलो भइसक्यो स्कुल जाऊ न। कति भाँडा माझिराखेको? एकछिन म भाँडा माझ्दैछु आइहालेँ। ल ल राम्रोसँग जाऊ ल। हुन्छ। भना तिमी त स्कुल कहिले पनि काम नगरी जान हुँदैन है। जहिले भाँडा माझिराखेको हुन्छौ। बाउको दाल त्यस्तै छ। हामीलाई पनि मायाले हेरेन हौ पार्वती। कति लजाएर भागेको। जाँदा यो लफङ्गा जहिले पनि यस्तै गरिबस्छ। यो त हाम्रो क्लासको होइन र कति यस्तै गर्छ। दुनियाँका लोक नेवा विदेश गएर कति के प्रगति गरिसके। आफू भने भाँडा माझ रक्सी बेच। आफ्नो बुढालाई भने ऊ घाँस काटेर गोबर सोर्दै ठिक्क छ। ए सुन्दैछौ तिमी? तिमीलाई नै भन्दैछु म। न के भयो रे बाटुली? कसले के गरेछ रे? कसले के गरेन भन न। ऊ पल्लो घरको माइली हेर 2000 को त साडी लाएर हिँडेकी छे। ऊ हेर तल्लो घरको चमेली उसको बुढाले विदेशबाट पैसा पठाएर 2 तलाको तिलहरी ढल्काएर हिँडेकी छे। तिमी भने के गर्यो भन्छौ? होइन अरू मान्छे घोडा चढ्यो भन्दैमा हामी धुरी चढ्ने त। कतिका श्रीमानहरू विदेश गएर बतासमा फर्केका छन् नि। ठिक्क नामर्दा सिला लाज लाग्दैन तिमीलाई? पैसा कमाऊ भन्न बाकसको कुरा गर्छ। अरू कुरा जान्दिनँ म। मलाई जसरी हुन्छ सम्पत्ति कमाएर ल्याऊ। अरूको छोरी ल्याएपछि त खुसी बनाउनु पनि जान्नु पर्यो नि तिमीले। होइन विदेश जानु नि पैसा त चाहियो नि। कहाँबाट ल्याउने? गोठको पैसा बेचे भइगयो त। नपुगेको मरिन पान गरेर पनि पठाउला। ऊ पल्लो घरे कान्छा एजेन्टमा छन् रे। म कुराकानी गरेर
तिमीहरूलाई पठाउला। हाम्रो गाउँ